विदेशबाट फर्काउने भनिएको कम्तीमा 100 युवाहरू कुन विमानबाट आए सभामुख महोदय? कि ती हाम्रा युवाहरूलाई फर्काउने जहाज अझै रनवेबाट उड्नै सकेन? यसको जवाब म सरकारसँग माग्न चाहन्छु। त्यसको जवाब सरकारले दिनुपर्छ यो रोस्टमबाट। म त्यो आग्रह गर्न चाहन्छु। मन्त्रालयका शंका घटाएको भन्दै मितव्ययताको प्रचार त गरियो, तर सयौं राजनीतिक नियुक्ति गरेर कार्यकर्ता व्यवस्थापनलाई प्राथमिकता दिएको कुरा पनि म यहाँनिर निवेदन गर्न चाहन्छु। प्रधानमन्त्रीजीले त्यसबेला मधेसको नागरिक काठमाडौँ आउने होइन, जनकपुरमै सबै काम गर्ने हो, काठमाडौँ त घुम्न जाने भनेर संघीयतालाई बलियो बनाउने कुरा गर्नुभएको भुल्नु भएन। सभामुख महोदय, सरकारको 100 दिन पुगेपछि मैले सोचे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका भिड विदेशबाट फर्किएका युवाको स्वागत गर्न पुगेका आफन्तहरूको होला। मलाई त्यस्तो लागेको थियो। 100 दिनकै दिन संजोगले म त्यही बाटो भएर डोमेस्टिकबाट म घर फर्किने गर्ने क्रममा मैले त्यहाँ त्यो भिड देखिएको थिएँ। मैले हेरेको थिएँ सरकारको 100 दिनमा 100 युवाहरूलाई फर्काएर ल्याउने, रोजगारी दिने। मलाई लाग्यो उहाँहरूको स्वागतमा आफ्नो परिवारहरू उभिनु भएको छ। तर मेरो सोच बिस्तारै त्यही परिवारको मलिन अनुहारहरू देख्दाखेरि, आफ्नै परिवारको एउटा सदस्य विदेशिँदै गरेको कारुणिक दृश्य देख्दाखेरि मलाई त्यस्तो लागेन सभामुख महोदय। 100 दिनमै विदेशबाट कम्तीमा 100 युवालाई फर्काएर स्वदेशमै रोजगारी दिने वाचा मिथ्या हुँदै गरेको मैले त्यहाँनिर देखेँ। त्यसका लागि सत्ता पक्षका आदरणीय नेतृत्वहरूले त्यतिखेर भन्नुभएको थियो, अस्ट्रेलिया, युरोप र अमेरिकाको गल्ली गल्लीमा स्टिकर टाँच्ने र युवाको लागि देश फर्क अभियान चलाउने र विदेशमा जति नै कमाई हुने गरी रोजगारी दिने भनिएको थियो। तर अहिले लाग्छ ती सबै बाचाहरू पनि भुल्नका निम्ति नै रहेछ सभामुख महोदय। मैले इतिहासमा 2टा यस्ता कुराहरू पाएको छु सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदैछु। एकचोटि बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि तत्कालीन अवस्थामा 4 बिघा जग्गा, 4 तोला सुन, पम्फादेवीको स्विजरल्यान्डमा राखेको पैसा, यो खालका नाराहरू आएको थियो। त्यसमा पनि जनताहरूले दिल खोलेर भोट हाल्नु भएको थियो। आज पनि त्यो खालको अवस्था मैले यहाँनिर देखिरहेको छु। लाग्छ त्यो पनि भुल्नकै लागि जसरी योभन्दा धेरै वर्ष अगाडि गरिएको बाचा थियो, आज पनि त्यो भुल्नका निम्ति गरिएको बाचा जस्तो यो देखिएको छ सभामुख महोदय। यदि होइन भने जनताको कर, विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा खर्च हुनुपर्ने हो, राजनीतिक नियुक्तिको फौज पाल्न होइन, मन्त्रीको कुर्सी घटाएर सल्लाहकारको कुर्सी थप्नु मितव्ययता होइन सभामुख महोदय। खर्च लुकाउने उपाय मात्रै हो। जनताको करमाथि यो भद्दा मजाक हो। अझै निजामती कर्मचारी सचिवहरू हुनुहुन्छ, यो त समानान्तर सरकार गठन गरे जस्तो भयो सभामुख महोदय। यसका प्रति पनि म गम्भीर आपत्ति जनाउन चाहन्छु। सभामुख महोदय, वर्तमान सरकार पारदर्शिताका नारा दिएर सत्तामा पुगेको हो, तर सरकार पूर्णतः अपारदर्शी देखिएको छ। शेयर स्वामित्व लुकाएको आरोपपछि तत्कालीन गृहमन्त्रीजीले राजीनामा दिनुभएको, त्यसपछि गठित छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन। हामीले पटक पटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्यौं, तर सरकारले निरन्तर लुकाउने काम गरिरहेको छ। प्रतिवेदनमा के निष्कर्ष आयो, कसलाई जिम्मेवार ठहर गरियो र के कारबाही सिफारिस गरियो भन्ने विषय जनतासम्म ल्याइएको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्च स्तरीय छानबिनको माग गरेको थियो, तर सरकार सत्य बाहिर ल्याउन भन्दा विषयलाई ढाकछोप गर्नतर्फ उन्मुख देखियो। आफ्नै मन्त्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न नसक्ने सरकारको कार्यशैली, सुशासन, पारदर्शिता, नैतिकता र जनविश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ, गम्भीर प्रश्न उठेको छ। म त्यो निवेदन गर्न चाहन्छु। सभामुख महोदय, सरकारको प्रतिबद्धता पत्रमा 5 वर्षभित्र बहुआयामिक गरिबी 10% झार्ने ठूलो घोषणा गर्नुभएको छ, तर बजेटले भने शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क थपेर जनताको ढाड सेक्ने काम गरेको छ। महँगी नियन्त्रण गर्ने कुनै प्रभावकारी योजना छैन, गरिबलाई राहत दिने कार्यक्रम छैन, अनि गरिबी कुन आधारमा घटाउने सभामुख महोदय? साना किसान, भूमिहीन र सीमान्त वर्गलाई अनुदान दिने प्रतिबद्धता गरिएको छ, तर बजेटमा 2 करोड रुपियाँ लगानी गर्ने किसानलाई 40% अनुदान दिने व्यवस्था गरिएको छ। सरकारले साना किसानलाई देखाएर ठूला लगानीकर्तालाई सुविधा बाँड्ने नीति लिएको भन्ने हाम्रो ठहर छ सभामुख महोदय। शिक्षा र स्वास्थ्यलाई क्रमशः निशुल्क बनाउने प्रतिबद्धता गर्ने, तर त्यही क्षेत्रमा नयाँ शुल्क थप्ने, स्वास्थ्य बीमा सबैको पहुँचमा पुर्याउने भन्ने, तर आफ्नै अर्थमन्त्रीले स्वास्थ्य बीमा धान्नै नसकिने
भन्ने खालको अभिव्यक्ति दिने यो सरकारको नीति हो कि विरोधाभास? सभामुख महोदय, प्रतिबद्धता एउटा बजेट, अर्को र मन्त्रीहरूको अभिव्यक्ति अर्कै किन? यही कारण यो सरकारको घोषणा पत्र जनतालाई देखाउने कागज मात्र भएको छ, कार्यान्वयन गर्न मार्गदर्शक होइन। सभामुख महोदय, गत वर्ष भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन सम्बन्धी गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन सरकारलाई बुझाइसकिएको छ, तर दुवै प्रतिवेदन सरकारले अहिलेसम्म दराजमै थन्क्याएर राखेको छ, सार्वजनिक गरेको छैन। म स्पष्ट रूपमा भन्न चाहन्छु, 23 गतेको नरसंहार र 24 गतेको विध्वंस दुवै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ। मैले यसअघि पनि यही सदनमा भनेको थिएँ, 23 गतेको नरसंहारलाई देख्ने तर 24 गतेको विध्वंसलाई बेवास्ता गर्ने वा 24 गतेको विध्वंसलाई देख्ने तर 23 गतेको नरसंहारलाई ओझेलमा पार्ने कुनै पनि प्रतिवेदन न्यायको आधार बन्न सक्दैन। सभामुख महोदय, त्यसैले सरकारले दुवै प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ। विशेष गरी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसका आधारमा निष्पक्ष छानबिन, कानुनी कारबाही र कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्छ। सत्ता वा शक्तिको आडमा कसैलाई पनि उन्मुक्ति पाउनु हुँदैन। सभामुख महोदय, मेरो सक्यो सभामुख बाबु, एक पन्ना र BYD गाडी प्रकरणले यो सरकारको वास्तविक अनुहार देखाइदिएको छ। अर्थमन्त्रीजी माथि राजस्व दर परिवर्तन सम्बन्धी गोप्य सूचना चुहाएर निश्चित व्यापारीलाई फाइदा पुर्याएको गम्भीर आरोप लागेको छ। 700 बढी BYD गाडी नियन्त्रणमा लिएको जस्तो गरियो र आरोप लागेपछि स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने थियो, तर सरकारले के गर्यो? आरोप लागेकै मन्त्रीले आफ्ना मन्त्रालयका कर्मचारीको नेतृत्वमा सहमति समिति बनाएर आफैलाई चोख्याउने काम गर्यो। के यही हो सुशासन? आफैलाई निर्दोष घोषणा गर्ने हो भने जनताले कसरी विश्वास गर्ने? विगतमा यस्तै घटनामा सुनपानी छर्केर चोख्याउने भन्दै अरूमाथि आरोप लगाउने मन्त्रीजी आज आफै त्यही अभ्यास दोहोऱ्याइरहेका छन्। किन? सुशासनको मापन भाषणबाट होइन, निष्पक्ष छानबिनबाट हुन्छ। सरकारसँग नैतिक साहस छ भने यस प्रकरणमा स्वतन्त्र, न्यायिक वा उच्च स्तरीय छानबिन गराओस्, होइन भने सुशासनको नारा केवल जनतालाई झुक्याउने राजनीतिक नारा मात्रै भएको पुष्टि हुन्छ। लास्ट वान, सभामुख महोदय, सरकारले कृषि उत्पादन बढाउने, आयात घटाउने र आत्मनिर्भरता बढाउने कुरा गरेको छ। नीतिमा यी सबै कुरा राम्रो सुनिन्छन्, तर बर्खाको समयमा पनि किसानले मल पाएका छैनन्। सरकार भने मल पर्याप्त भएको बताउँछ, उसो भए किन किसान भौतारिरहेका छन्? म सरकारलाई सभामुखजी मार्फत सोध्न चाहन्छु। महोदय, हात्तीको आतंकले अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको छ। एउटै परिवारको 4 जनाले ज्यान गुमाउनु परेको पीडादायी अवस्था छ। बाँदरको कहानी श्रद्धेय माननीय संसदज्यूहरूले निरन्तर उठाइराख्नु भएको छ। वर्षौंदेखि आतंक मचाइराखेका हात्ती र अन्य जंगली जीव जन्तुहरूको नियन्त्रण गर्न सरकारले प्रभावकारी योजना ल्याउन किन सकिरहेको छैन? स्थानीय बासिन्दा आफ्नै घर र खेतबारीमा असुरक्षित जीवन बिताउन बाध्य किन भइरहेका छन्? सरकारले राहत बाँडेर दायित्व पूरा हुँदैन। सभामुख महोदय, जंगली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्। नागरिकको ज्यानको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो। अन्तमा सभामुख महोदय, यति भन्न चाहन्छु, सरकारले सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधारहरूको सूची र ती सूचीहरूको कार्यान्वयनको स्थितिलाई हेर्दाखेरि मैले अघि पनि भने केही आशा गर्ने ठाउँ भए पनि यसलाई समग्रमा हात्तीको देखाउने दाँत जस्तो मात्रै भएको भनेर भन्दा अतिशयोक्ति नहोला। त्यसैले कार्यसहयोग, कागजमा सुधार, व्यवहारमा अपारदर्शिता, भाषणमा सुशासन, कार्यशैलीमा चयनात्मकता, प्रतिबद्धतामा लोकतन्त्र, अभ्यासमा एकल निर्णय जनतालाई आशा देखाइयो तर परिणाम निराशाजनक आयो। फेरि पनि भन्छु, लोकतन्त्रमा सरकारको मूल्याङ्कन प्रचार पत्रले हुँदैन, जनताले गर्ने हुन्। यी सबै कुरा जनताले आफ्नो कालो डायरीमा रिपोर्ट गर्दै गरेको होलान्। एक दिन जनताले निर्णय अवश्य गर्नेछ। सारांशमा भन्नुपर्दा सरकारको 100 बुँदे शासकीय सुधारको दाबी हात्तीका देखाउने दाँत जस्तै रहेको कुरा म यहाँ राख्दै अन्तत गोत्वा यो अबन्डाई भएको जस्तो खालको अवस्था रह्यो। काले काले मिलेर खाउँ भाले भनेको जस्तो पनि अवस्था रह्यो। प्रधानमन्त्री नेपाली कांग्रेस सभापति पनि हुनुहुन्थ्यो। सुशील कोइरालाज्यू प्रधानमन्त्री हुँदाखेरि यो जारी भयो।
र कांग्रेसकै निवर्तमान सभापति श्रद्धेय शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संविधानको कार्यान्वयनको थालनी भएको हो। त्यसो हुनाले यो संविधानको अभिभावकत्व र अपनत्व सबैभन्दा बढी कांग्रेसले वहन गर्छ। यो हाम्रो अभिभारा पनि हो। त्यसकारण यो अभियानमा हाम्रो साथ सदैव सत्तालाई रहन्छ। तर सर्वपक्षीय रूपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनु पर्छ भनेर हामीले भन्दै गर्दाखेरि यसरी बढ्दै नबढेको हो कि त्यो अनुभूति पनि हामीहरूलाई भइरहेको छ। अहिले जसरी संविधान संशोधनलाई हल्का रूपमा लिएर सरकारले संवैधानिक कानूनका ज्ञात नभएको, संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहसपत्र जसरी तयार गरिँदैछ, यो एकदमै अपरिपक्व काम भइरहेको छ भन्ने पनि हाम्रो ठहर हो। यो संविधानमा आफ्नो आसेपासेमा रहनुभएको, संविधानमा कुनै कन्ट्रिब्युसन नरहेको, या हाम्रो संविधानले चिनेको बहालवाला प्रधान न्यायाधीश या रिटायर को हुनुहुन्छ, उहाँ मार्फत यो प्रक्रियाको थालनी खोज्नु पर्नेमा आज जसरी जाने कोसिस गरिराख्नु भएको छ, त्यसका प्रति हाम्रो गम्भीर ध्यान गएको छ। यसमा कांग्रेसको रिजर्भेसन थियो, छ, रहनेछ। हामीले भन्दै आएका छौं, सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा संविधान संशोधन सुझाव आयोग गठन हुनुपर्छ भनेर हामीहरूले भनिराखेको। यसबीच सत्तारूढ दल संघीयता मास्नेतिर उद्धत भएको हो कि भन्ने खालको अनुभूति पनि भएको कुरा म निवेदन गर्न चाहन्छु सभामुख महोदय। संघीयताको मेरुदण्ड मानिने प्रदेश सभा खारेजीको प्रस्ताव पारित गरिएको छ र त्यसलाई राष्ट्रसभाको राजनीतिक दृष्टिकोण भनिएको छ। म सोध्न चाहन्छु सरकारलाई, जनकपुर र झापा पुगेर वर्तमान प्रधानमन्त्रीजीले संघीयता बलियो बनाउने चुनाव अघि भन्नुभएको थियो, तर सत्तारूढ राष्ट्रसभाको पहिलो महाधिवेशन स्थल चितवन पुग्दै गर्दाखेरि त्यो खारेजीको विषय कसरी बन्न सक्यो, यो म सोध्न चाहन्छु। त्यति मात्र होइन, अहिले भर्खरै मात्रै तनहुमा शुक्ला गण्डकीमा पूर्वाधार मन्त्रीजी कार्यकर्तासँग भेटघाट या चाहिँ आफ्नै कामको सिलसिलामा जानुभएको होला। त्यहाँनिर पुगेर उहाँले प्रदेश मन्त्रीलाई कारबाही गर्छु, थुन्छु भन्नुभएछ, मेयरलाई कारबाही गर्छु भनेर भन्नुभएछ। यो ग्राह्य हो सभामुख महोदय। हामीले के कुरा बिर्सन हुँदैन भन्दाखेरि प्रदेश मन्त्री पनि जनताबाटै निर्वाचित भएर आएको, मेयर पनि जनताबाटै निर्वाचित भएर आएको र हामीहरू पनि जनताबाटै निर्वाचित भएर आएको। यसका पनि समाधान खोज्ने कानुनी दायरा होलान्, लिमिटेसन्सहरू होला। कानुनी बाटोबाट यसको निदान नखोजेर योभन्दा अगाडि खुट्टा भाँचिदिन्छु भन्ने अभिव्यक्ति र आज आएर फेरि यो खालको अभिव्यक्तिले मुलुक कहाँतिर जाँदैछ, मैले श्रद्धेय सभामुखजीको ध्यान आकर्षण गराउनु मात्रै खोजेको। यसरी प्रदेश सभाको विषयमा व्यक्त अभिव्यक्तिहरू प्रधानमन्त्रीजी र सम्बन्धित पार्टीका आदरणीय नेताहरूको बीचको भावनाहरूमा मेल नखाँदाखेरि कसको कुरालाई हामीले आधिकारिक मान्नुपर्ने हो, त्यो अन्यलतामा पनि मुलुक रहेको कुरा पनि म सोध्न चाहन्छु। मलाई एउटा हाम्रो पूर्वकै हुनुहुन्छ, उहाँ लोकप्रिय गायिका हो, उहाँ हाम्रो गायिका हुनुहुन्छ कुन्ती मोक्तानजी। भनाइ सक्नेतिर लागौँ। मैले सकिहाल्छु महोदय। उहाँले भन्नुभएको थियो, गोठाला जाँदा लाएको माया खेताला जाँदा भुलेछ भनेर भन्नुभएको थियो। म सोध्न चाहन्छु, जनकपुरमा प्रधानमन्त्रीजीले बोल्नु भएको चितवन पुग्दा कसरी भुल्नुभयो, उहाँले कसरी भुल्नुभयो? चुनावको बेलामा मधेसको सेन्टिमेन्टमाथि उभिएर त्यहाँको इमोसन्सहरूलाई जसरी क्याप्चर गर्नुभयो उहाँले, त्यो चितवन पुग्दाखेरि त्यो ब्ल्याकमेलमा कसरी रूपान्तरित भयो? जनताको, मधेसको जनताको इमोसन्समाथि कसरी खेल्न कोसिस गरियो? जबकि यो संघीयता मधेसको जनताहरूले लडेर ल्याएको, रगतले साटेर ल्याएको यो संघीयता थियो। यो राम्रो होइन।